दसैँको ब्लगमा ह्यापी दसैँ साथीहरु दसैँको ह्यापी बर्थडे टु यु हेलो अनि नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ दसैँको ब्लगमा ह्यापी दसैँ साथीहरु दसैँको ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु एक नमुना छ नि यहाँ मेन लिडर त मेन क्यारेक्टर त म यो भन्नु आज दसैँ हो साथीहरु सबैजनालाई ह्यापी दसैँ अनि मेरो हाम्रो के भन्छ दसैँको दिन सुरु भइसक्यो मैले आएर बसेर तता पनि खाएँ चिया खाएँ अब हाम्रो यहाँ काम सुरु हुन्छ यहाँ जनता जनार्दनले काम सुरु गर्दै हुनुहुन्छ अब हामीले पनि काम गर्छौँ जाडो छ नुहाउने भनेको नुहाउन सकिन जस्तो सुनपारी छाएर टिका लगाइन्छ अब हामीले हो त्यही हो धन्यवाद यसले त नुहाइ छैन गनाउने हुँदै बस्दै गरी चाहिँ नुहाउने हुन् मैले मात्र नुहाएको हिजो यस घरभरि रङ लाएर मैले नुहाएर टिका परेर बसेको आज नुहाउँछु कि नुहाउनु थाहा छैन दसैँ सुरु भयो पानी परेछ हिलो छ के गरे ह्यापी दसैँ नहोला जस्तो छ ह्यापी दसैँ भन्दैमा ह्यापी दसैँ भने साथीहरु के गर्ने पानी पऱ्यो हेर्नु हुस लागेर अवस्था गम्भीर छ केही देखेन त्यही हो अहिले के कस्तो हुन्छ हेर्दै जाम्ला धन्यवाद अहिलेको लागि धन्यवाद ह्यापी दसैँ मैले रुगा लाउला जस्तो छ साथीहरु मैले रुगा लाउन भन्दै ठुल्ठुलो कुरा गर्छु तर लाउँछ कि बेला बेलामा नमस्ते है सबैजनालाई नमस्ते ए साथीहरु त्यहाँ बोका बोका हेर्नु कति ठुलो छ रन्जन भन्दा ठुलो छ के रन्जनले पनि लैजान सके छैन भनेपछि साथीहरु 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 यता हेर त कति डर लाग्छ साथै लाइन जत्रो रहेछ त टाउकी अनि के काम मैले यसलाई बेलका कसरी आउँछ त बेलका त आफै आउँछ गाह्रो छ साथीहरु कति ठुलो छ भयो त ओके लास्टै ठुलो बोकाले का हाम्रो बाख्राले खोजी होला के बोकाको टेक्नोलोजी जान नमानेर बाबा ओ त्यसको पाइन्ट आफै धोए त ट्र्याक म त धोइदिन्न सब डराएर भागे त्यो बोका देखेर बोका खस्यो रे बोका हैन के खस्यो ल ओ छोड्दिनु त भन्छ अब माथि चारो देखाइदिएपछि जान्छ दाना देखाइदिएपछि ल गयो व आयो आयो भनेको मान्ला फेरि कस्तो अटेरियो मान्छे त बस्ता छ मान्छे त खुब ज्ञानी छ अझ बाघरा ल अटेरियो अरे अझ कति केजी होला नि उता आगो बोल्यो होला त्यो बोका जान मानेन बल्ल बल्ल ताते लगे यहाँ सबै डराएर पिडीतिर भागे थिए साथीहरु हामीले त यहाँ काका काट्दैछौँ यहाँ मुला गाजर भित्र बन्दा छ हामीले काट्दैछौँ दुई बहिनी कहाँ हरायो थाहा छैन सुत्या सुते भएछ उ भदैनी भएर काट्दैछौँ कस्तो काट्दैछौँ थाहा छैन अहिले डाइलग सुन्ने हो त्यो पनि खिचाउला त्यो पनि खिच्नु होला त्यो अनि खिच्छु तपाईँ चाहिँ हो ह्यापी दसैँ मैले रुगा त लाग्यो क्या अब त चिसोले त छोयो हिजो चिसो भयो कि त्यही हो पानी पेर हरिबिजोक छ यहाँ काट्दैछौँ हामीले यसरी अहिले भेटौँ ल अब के हुन्छ आमा हजुरलाई कस्तो अनुभव भइरहेछ भयभरको खानदान यहाँ जम्मा हुँदा दसैँमा राम्रो रमाइलो रमाइलो भइन्छ मलाई त रमाइलो छ त्यही त बसेर यसरी हेरेर सबै नाचिरहेको छ आमालाई रमाइलो भइन्छ साथीहरु म रोइछु प्याजले रुवायो छ्या कसैले पीडा बुझ्दैन सिन्नकारा त्यहाँ देखिन्छ आया के रे आमा नदेखिन्छ त खै भाइ दाइ खै
ओए ए मेरो दाइ कस्तो लाग्यो भनिदिनु दसैँ कतिको लाग्यो तिमीलाई दसैँ त डर लाग्यो लडी बुढी रातो माटोमा चिप्लो बाटोमा गाह्रो छ साथीहरू नुहाउन जानेको नुहाउनेको छैन अहिले मैले कपाल बाँधियो भने नि ए यता त डान्सर हो क्या सुरुमै डान्स त निस्किहाल्छ साथीहरू हेर्नु अर्को डान्सर यता छ यता फेरि त्यसै लाटा हेर्नु त्यहाँ हाम्रो आफ्नै रनको छ ठुला पाकाको आफ्नै रनको छ हाम्रो आफ्नै छ है हाम्रो हाम्रो छुट्टै संसार छ हाम्रो काम भनेको नुहाउने मात्रै हो यताबाट कराछन् यताबाट कराछन् भित्रबाट कराछन् नि यता छुट्टै संसार छ हाम्रो छुट्टै संसार छ साथीहरू यहाँ नि हो कसो गरौँ नि हैसरो आज दसैँको ह्याप्पी बर्थडे भन्नु नि सबैले दसैँको ह्याप्पी बर्थडे सबैजनालाई फ्लाइङ किस देऊ त फ्लाइङ किस मारेको छ नडाल्नु है गाइजहरू ढङ्ग त खासै छैन त्यही पनि बाट्न कसरी चाहिँ कस्तो बात चाहिँ थाहा छैन है कस्तो बात चाहिँ म लास्टमा देखाउँछु कस्तो बात चाहिँ यसले बाट्न त खासै जान्दिने लास्टमा फुकाइसकी फुकाइसकी राम्रो बाँधिदिनु ट्यालेन्ट रे सानैदेखि ट्यालेन्टेड हो नि ट्यालेन्ट साथीहरू म आफै भन्छु ढङ्ग पुगेन म बाटिदिन्छु म आफै भन्छु है ढङ्ग र बङ्गको रङ्ग मात्र क्या नि साथीहरू मैले कोसिस त गरेकै हो तर उहाँको कपाल अलि अर्कै भएर उहाँको कपाल भए त म एकदम उहाँको कपाल झन् सक्दिनस् बहिनी उहाँको झन् उहाँको त मलाई अघि खतरा उहाँको त झन् सक्दिनस् त हेरमै कसरी बाट्नु रहेछ बाटिदिने कि कस्तो हो र तपाईँलाई कस्तो आउँछ त्यस्तै बाँधिदिनु दुई ठाउँमा यस्तै दुई तारै निकाल्ने हो दुई ठाउँमा माछी गाडे बाटिदिनु ल हुँदैछ त्यहाँ तिम्रो तारिफ मेरो मुखबाट कहिले हुन्न तिम्रो तारिफ हुने भनेको मेरो मुखबाट तिमी खतरा प्लेयर हो भलिबल यो तारिफ म सुन्न चाहन्न भयो त्यही मात्र अरू खासै तारिफ छैन मबाट भन्नु केही छैन मतिर क्यामेरा नफर्काउने होला त्यही हो तिम्रो तारिफ गर्ने भनेकै त्यही कुरामा अरूमा त ओ वहाँ जुम्राएर गएर न दुईटा मिलेर बरा रच्या ल कपाल यसरी बाट्ने रहेछ मलाई थाहा थिएन थाहा त थियो तर मैले अलि अल्छी मानेर मैले अल्छी मानेर के उडाउलाको रे चङ्गा उडाउलाको अङ्कल र बाबा भएर अनि यहाँ चाहिँ रेडी हुन थालेको फुपूहरू यहाँ चाहिँ ट्राइङ उडाउन खोजेको उडेकै छैन हेलो ल ल ल अर्डर दिम ल हैन अर्को त उहाँ विदेशमा जाने पैसा र सुनका गिफ्ट पठाइन्छन् के को सुन्नु न मेरो कुरा अर्को वर्ष म हुन्न कि म पहिला जान्छु कि विदेश जान्छु ल ल ल ल यता फेरि अघिको जस्तै तल चाक फर्काएर बस्नु त नफर्काउनु भयो कस्तो त्यहाँ ओके हेलो तपाईँ कहिले हो झर्नी यो थम्बनेल राख्दै हुन्छ साथीहरु हाम्रो वेलकमले गर्दा अलि टाइम लाग्यो ढिलो भयो खासै के गरेन देखिरहेको के गरेछु हेर त्यसै बहिनीहरुलाई सिंगार पटक गरिदिदा भाउजूलाई हेर का हामीले अन्दा त्यहाँ कोले गर्छ मेकअप तिमीलाई गर्नु आफै गरेको मलाई त फुपूर लगाइदिनु नि त नि अहिले भरिन्छ फुपूरलाई आफूले होइन गरेर लगाइदिने हो त के होला नि त्यस्तो हौसा भदैले पुरा होला अनि बुहारी हो र नि हाम्रो अङ्कलको कपाल बाड्दै हुनुहुन्छ हाम्रो फुपूलाई साथीहरु अनि यसको पाउनु पनि छैन ओ माय गॉड कस्तो अनुभव भइरहा मेरो भन्दा लामो हतर हतर मस्ती भइछ मस्ती मस्ती भइछ हाइट नपुगेर यस्तोमा उभिन पर्यो के गर्ने साथीहरु सबैको लागि आएछ बल्ल हामी छोरीहरु म त हामी त झन् नातिनी
छोरी बुहारीको पाली आइसकेपछि बल्ल हामी नाति अनि एउटा पालो गरेर आमालाई आमालाई बसिराख्ने रमाइलो छ मुरा ल्याइदिए आमाले दाइ त यहीँ बसिराख्ने भयो रमाइलो छ साथीहरू त्यहाँ हेर्नु कोही गए कोहीलाई फेरि यहाँ कति राम्रो भएछ नि त हिजोसम्म बाउलाई जस्तो भइथ्यो आज त हेर त बा दसैँ लाग्यो त राम्रो राम्रो भएर साथीहरू के छ दाजु रोचर हिरोलाई हेरेर साथीहरू आऊ त तिमी र म साथीहरू मैले जुङ्गा पार्छु देखिन भन्नु यसले जुङ्गा फालेछ म जस्तो देखिन्छ ए रमाइलो छ यहाँ नाति नातिनी आएको पालि आइछ आमाको ड्युटी कडा छ आज ह्याप्पी दसैँ साथीहरू ए ढोका नै बिर्सिनु भयो यता ठाडो पर्न मतिर हेर यो र गोप्टो त्यो रोम पनि थियो यस्तो के बोल्नु पर्छ साथीहरू यहाँ फोटोग्राफरलाई हेर्नु न त्यहाँ कुना कुना काप्चा काप्चा छिरेर माइजूले असिमलाई छेकिदिनु भयो साथीहरू को यहाँ झुल्न लागिसके पालो नआएर जमरा कस्तो राम्रो भइछ हाम्रो रमाइलो छ धेरै पछि मामा घरमा टिका लाउन आयो साथीहरू हाला सम्झा है कोले गाइजहरु मलाई चाहिँ ओभर मेकअप गर् जस्तो मलाई लाग्यो आफैले फेरि त्यस्तो मलाई गल्ती देखाएको होइन मेरो कपाल अघि कस्तो राम्रो थियो अहिले यस्तो भुत्लेन्दै भयो पुतलीलाई हेर्नु त कुमारी जस्तै देखियो अरे त काम गर्न पर्यो भने सुत्न जाने होइन बारतलीमा तिमीहरूलाई चाहिँ भुक्तानी यस्तो साथी गाउँहरूको दसैँ हुन्छ भयभरका सबै आउँदा हामी चाहिँ अब छोरीको के भन्छ फलक पनि मन त्यही भएर यिनीहरूले लगाइसकेपछि टिकटक गर्नु त तिम्रो हात तिमी माइजू कस्तो अनुभव भइरहेछ भयभरको आउँदा आज घर आज साह्रै खुसी लाग्छ सबै भान्जा भान्जी आउँदा खुसी लाग्छ मलाई कति वर्षपछि यसरी टिका लाउन पाइयो 4 वर्षपछि त्यही त हैन आँखा झिम्काइदिनु न फेरि ला 4 वर्ष हो पोर हो हामी नआएको पोरा त लाग्छ पोरानी मधेसी कता मोरे पोरा माने मोरे पोर कान्छियामा पोरा र कान्छा हाम्रो 2-3 वर्ष जहिले सुकै टिका लाउन आउने आमाको हातको भन्नु अनि ठ्याक्क कुन चाहिँ अब दसैँ आउँछ म मर्छु भन्दै बसिरहेछन् अनि पसिन्थे मेरो छै यो चाहिँ सबै हाम्रो काम हो अघिको माथिबाट देखाइदिन्छु म हजुरलाई सबै माइजू चाहिँ पिरियड भएर माइजू एक्लै बस्नु परेछ के अरे आया गाह्रो छ ए त्यो हेर्न हिरो फेरि टल्के छ टलक्कै आफ्नो पालि अहिले आउन आनन्दले बस्ने हो मैले सन्चै गर्नुपर्ने रहेछ होइन आनन्दले आत्तिएर गुले च्यापे चाहिँ भयभरको पैसा यिनलाई दिएर अनि म यहाँ दसैँको दक्षिणा जम्मा गरेर घुम्नु जाने भन्ने छु यी बिचारीको पालि नि आएको छैन ओभर एक्टिङ दुकान आउँछ यता बसेर डल्लुसी किन अनि स्कुल जाला चाहिँ गरेर बटन लानु माथि निकाल्न वाह बडी जमरा लगाइदिन्छु
कस्तो अहिले आइछ रो अनि जमारा दिँदै हिँड्छु पैसा दिन नबिर्सिनु है मेन त दक्षिणा हो क्या जमरा त नभए नि हुन्छ मेन कुरालाई चाहिँ छोड्नै भएन होइन त दिदी म त दिन्छु नि माइला बालाई त दिए भन घरका छोराछोरी लाउने अनि छोरीका खलकलाई पछि लाउने नै हेपिन्छन् बाबु झाम्बो जान्न होला लाम लाग्यो हाम्रो इन्दिरा खाली छ आशिका आइज देखाइदिन्छु ल यता हेर त यता हेर नरिसाउ हो कति दामी देखिन्छ है जति नि छ तेरो फोटो रञ्जनकोमा म बिजी छु तैँले ब्लग गराएको यता उता गराउँछेस् कति राम्रो देखिन्छस् हेर्न रोकेर त देखाउनु मलाई ऐना हेरिनेछ र आफ्नो आँखामा विश्वास लान क्या यसलाई राम्रो देखिन्छु भनेर हो हेर त पुसाजु जत्रो छ के अरे चटक हेर्नु चटक नाटक हेर्नु होइन पहिला छोरीहरूलाई लगाइदिनु ल पहिला छोरीहरूलाई नमस्ते एउटा हातले बिजेती आज तिमी नै बलि छौ धपधपी को धपधपी बल्छ साथीहरू भनिदिनु तिमी म त जहिले सुकै हो आज तिमी बलि छौ हो क्या सिजनी क्या बाबुमा त अडिन्न यसो हातमा यसरी राखे यसरी हान्नु पर्छ ए जय प्यारो है नि थाहा पाइयो अब छोरी पाल्ने छोराछोरी भइसकिन्छन् दिदी भाइका चप्पल दिने हो त्यही त माइजूले दिनुहुन्छ क्या डाइलग त होइन माइज चाहिँ मगाउने है साथीहरू कति दाममा त्यही भएर माइजूको ऊ हेर्नु लुङ्गी आ छैन क्या तिमीले फोटो नखिच यता भइहाल्छ आमा र दाइको पाल्लो तिम्रो र मेरो अनि उसिता माइली माइजू हेरेको हेरे माइला मामालाई केही थाहा छैन म झन् सुरन पाउने जस्तो केही पनि थाहा छैन माइजू थुम्का उसको हिराको बिहामा गएको हिराको बिहामा गएको अनि सबैले अरूले ल्याएको सिकेर मैले त्यही अरूलाई भनेर लास्टमा गएको त झन् जसले खान बिर्सिन्छु अर्काको लैलेमा लाएर नि हुन्छ त नि अनि मैले जान्दैन भनेर कान्छी छोरी थपक्कै बोल्नु भइछ त्यहाँ होइन मम्मी त्यस्तै राम्री छोरा किन यस्तो धोती जस्तो होला होइन हो कि होइन उता युकेतिर भगाएर लैजानु भएको पुसाइदिनु फेरि हाम्रो बाबाले मम्मीलाई हामी जानु त्यति बेला हङकङ हुनु त फेरि त्यहीबाट सिङ्गापुर गएर आएर त्यही कपडामा आफ्नो मम्मीको बेइज्जत गरेका छन् खै हाँस त आएदेखि नै हाँस त
असिमले लगाइदिनु होला क्या तिमी त यो लगाइछ अनि दुईटा लगाइछ हात काटेर दुईटा हेर त क्याप झिक्दै नि उनी घोप्टी परेर हेरिन्छ टिका लाग्यो यसो गर्न यसो यो हात ल्याएर बिचारा लाइदेखान त अनि के हो त हो एउटा दुईटा हाल्दै हुन्छ किन त्यो त कानको रौँ उकाल्दिन लाग्छ बौला यो तान्न लाग्यो हाम्रो पालि अहिले आउनु छैन साथीहरू ढिला आउँछ कडा आउँछ जस्तो होला रेजिनाको पालो आयो साथीहरू फाइनली यो भ्लग म बनाउँछु स्टार्ट गर्छु है म टिका लाउँछु वा रेजिना दिदी तपाईँ त चम्किनु भयो है रोटी सोटी त निकालेर आफूले त हेर्देऊ आफ्ना आफ्ना छोरा जेठा जेठालाई आफ्नो सामान ओ यहाँ छेक्यौ का दिदी सपोर्टर हुनुहुन्छ त पहिला हेर्छन् का जा पनि बिच्चा बसेको छोरीको त मतलबै भएन अनि हाम्रो पालो भयो नि त यहाँ ब्लगर मान्छेको हेरौ न त्यहाँ सबै राम्रो यो टाउका राख्नु भयङ्कर खाले रक्षा गरौँ तपाईले होला हुन्छ त्यही ठडार दिनुहुन्छ के फेरि फोटो लगाइदिए हैन लाइन लगाएर ढोकामा लगायो केही नै हेर्न ट्र्याकमा लाउँछ भने अर्काको सल सल्न रातै सकेर टेक्नोलोजी जिया जुगाड
ba do ba do ba do ba do ba do ba do.